नमस्ते गाइज सबैजनालाई ड्रोन हस्पिटलको ल्याबमा आज सबैलाई फेरि पनि एकचोटि पुनः स्वागत गर्न चाहन्छु। यो ड्रोन चाहिँ यहाँ कसरी बस्यो मान्छे बस्ने चेयरमा भन्न चाहनुहुन्छ होला हैन। यो चाहिँ ठुलो बुवा र छोराको चाहिँ प्राङ्कको कारणले गर्दाखेरि यो आज यहाँ बस्न पुग्यो। यो चाहिँ हाम्रो पपुलर भिडियो ब्लगर भाइ युट्युबर भाइको ड्रोन हो, सन्तोष बस्नेतज्यूको। यो ड्रोन चाहिँ हजुरबासँग ठुलो बासँग चाहिँ प्राङ्क गर्ने क्रममा चाहिँ उहाँले चाहिँ ढुङ्गाले बजार दिँदाखेरि यो ड्रोनको चाहिँ गिम्बलमा इस्यु आएको छ। देख्न सक्नुहुन्छ हजुरले गिम्बल स्टक प्रब्लम। उहाँ चाहिँ हाम्रो पेजलाई फलो गरेर आउनु भएको रहेछ र उहाँलाई हामीले विशेष छुट पनि दिएका छौँ र सबैजना ग्राहकहरूलाई पनि विशेष छुटका साथै यो आउँदै गरेको 2082 सालको सम्पूर्ण नेपाली महानुभावहरूलाई, जति पनि प्रेमीहरू हुनुहुन्छ नेपाली महाजनहरूलाई चाहिँ विशेष हाम्रो नयाँ वर्षको शुभकामना पनि भन्न चाहन्छु। यो ड्रोन चाहिँ हामी फिक्स गरेर उहाँलाई पठाउने छौँ। यसको हामीसँग सामान स्टक त थिएन, तर उहाँले विशेष यो ड्रोन चाहिँ मलाई नयाँ वर्षको उपलक्ष्यमा चाहिँ हामीले केही सुटहरू गर्नुपर्छ भन्ने कारणले यो हामीले विशेष उहाँको सामान चाहिँ अर्डरमा राखेर यो हामी कहाँ सामान आइपुगेको छ। यो समस्या हजुरले देख्न सक्नुहुन्छ। मैले यो रिमोट यसरी तर राखेँ। गिम्बल स्टकको प्रब्लम छ यसमा। यो खास गरी अब समस्या के हो भनेर पनि ठ्याक्क अब नखोलिकेर भन्न सकिएन। उहाँको चाहिँ खास गरी पिटिजेट केबल र रिबनमा दुइटै फ्लेक्स ड्यामेज छ कि भन्ने बाहिरबाट हेर्दाखेरि त्यस्तो देखिएको छ र हामी त्यो दुइटै चेन्ज गरेर हेर्छौँ। यदि प्रब्लम सल्भ भएन भने उहाँको होल गिम्बल पनि हामीले लिएर आएका छौँ। त्यो पश्चात हामी यो फेरि यदि प्रब्लम सल्भ भएन भने चाहिँ त्यो गिम्बल होल सेटै चेन्ज गरेर हेर्नेछौँ। तबसम्म हाम्रो भिडियोमा जुटेर बस्नु होला। पुनः पनि हजुरलाई यो भिडियो हामी कम्प्लिट गरे पश्चात अर्को सानो रिपेयरको क्लिप पनि यसमै एट्याच गरेर ल्याउनेछौँ। तबसम्मको लागि धन्यवाद, थ्याङ्क यू। हजुरलाई म देखाउँछु रिमोट। गिम्बलले मजाले काम गरिरहेको छ। गिम्बल प्रपरली वर्किङ, अप डाउन सबै छ। फोकसहरू पनि मजाले भइरहेको छ। Thank you guys once again.